के तपाईहरु पनि यस्तै ब्याक मसल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईको ब्याक मसल विक छ भने ब्याक वर्कआउटको दिन यो एक्सरसाइजलाई एड गर्नुहोला र यो एक्सरसाइजको नाम रहेको छ लेग पुल डाउन र यो एक्सरसाइजलाई कसरी परफर्म गर्ने भन्ने बारेमा म तपाईहरुलाई जानकारी गराउँदै छु र यसलाई परफर्म गर्नुभन्दा अगाडि राम्रोसँग बारलाई पक्र्नुहोस् र आफ्नो शोल्डरलाई रिट्र्याक्ट गर्दै ब्याकलाई पूरा रूपमा खोल्नुहोस् र आफ्नो थाइलाई पनि टाइट गर्नुहोस् र एकदम कन्ट्रोल वेमा स्लोली पुल गर्नुहोस् र स्लोली रिलिज गर्नुहोस्। एकदम स्लो मोसनमा कन्ट्रोल वेमा तपाईले ब्याक मसललाई फिल गर्दै तपाईले एक्सरसाइज परफर्म गर्न सक्नुहुन्छ र यो एक्सरसाइज 10 देखि 12 ल्यापसम्म तपाई गर्न सक्नुहुन्छ र यसलाई एकदम स्लो र कन्ट्रोल वेमा तपाईले गर्नुभयो भने तपाईको ब्याक मसल राम्रो हुनेछ र यस्तै ब्याक बनाउन चाहनुहुन्छ भने चाहिँ मलाई फलो गर्नुहोला। म तपाईहरुलाई अरु एक्सरसाइज पनि गरेर देखाउने छु।